अब हामी चाहिँ कोराको लागि सबैजना रेडी ठुलो हाम्रो सनोज शिव बिहानी खोइ केटाहरू कोही पनि आएन ल यो काली पनि जान्छ अरे आज काली ल आज पानी चाहिँ परेन म त 4 बजे उठेँ आज टक्क लाएर म त 3:30 मा केटाहरू उठिनुहोस् है ल हाम्रो राज के हो रेनकोट लाएर आएको छ त राख्दै के हो रेनकोटै लाएर आएको त ल राख्दै पनि आइपुग्यो भान्जै त फोनै भान्जै त लस्ट ग्रीन भन्छ आज हाम्रो कोरा हाम्रो परकै कोरा छ आजको 100 चाहिँ अलिक सजिलो हुन्छ कि भनेर 135 रुट प्लानर यहाँ हुनुहुन्छ ठाकुलीको पछि रेनी सिजन त्यहीँ जान लाग्यो क्या हाम्रो कस्तो गुड मर्निङ आउनु न खुरुखुरु हेरेर मात्र हुन्छ आइपुग्यो आजको पुरा राइड हाम्रो ल म 1 2 भइहाल्यो 3 4 5 6 कतै 6 7 ल आज हाम्रो कोरा राइड चितवनको मन्ते कोरा राइड यसरी भन्नुभएको के दाइले यसरी भन्नुभएको उहाँ पनि बसेर आउनुभएको तपाईँहरू भर्खर थाहा पाए अघि नै बसेर आउनु भएछ यहाँसम्म क्लियर यहाँ पछि नो भिजन 0 भिजन यहाँसम्म क्लियर कम्ती मेहनत चाहिन्छ यति खिच्नलाई फोटो कस्तो आउँदैछ म नि एउटा सिङ्गल यस्तो ठिक ल खतरा अनि स्माइल गर्नु न भिडियो हो नि त बत्ती छ दाँत नाइस ल हेलो गरिदिउँ त हेलो 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 सबैजनालाई शुभ बिहानी विकास दाइ हेलो भिज्न त मन छैन मलाई प्याइ विनोद दाइ प्याइ हामीलाई स्पोन्सर यस because hydration is very important नि त साइक्लिङ गर्ने बेला डिहाइड्रेट हुन चाहिँ नदिनु ल आफ्नो बडीलाई हो सोच्या चाहिँ फोटो हुन्न रहेछ हामी पुगेको छ अरे यस्तै हो आउने यस्तै हो सबैजना
सुन चले मजु बाटो खने त आजकल यस्तो बाटोमा यसरी बसिरहेको छ युवकहरू यस्तो बसेकोमा के भन्न चाहनुहुन्छ तपाईँले यसो बस्नु ठिक हो त भने पावर सेभिङ यो भिजेर हेर्नु कोराको यो 2026 को सबै ल्यात्राक्क भिजेर क्याजुअली कोराको बफ र त्यो पायो भन्ने देखाइराख्नु भएको छ मेहनत गरेर पाएको कोराको 2026 हजुरले के भन्नु छ जानु छ अझै धेरै लामो यात्रा छ हाम्रो यात्रा आधा बाटो पुग्यो आधा बाटो पनि पुगेन ल सिमसिमे पानीमा पानी परिङ सिमसिम वातावरण पनि यस्तो छ स्वर्ग बख्रा मलाई बाटो छोडिदिनु होला बाख्राहरू हेलो दिदी सिधै जाने उता जानु उता फेरि घुमेर आउनु हामीले के गरिरहेको थाहा छ एकैछिन रेस्ट गरिरहेको उता फर्केर आउनु जान मैले खासमा रेस्ट गर्नलाई भिडियो खिचिरहेको भिडियो खिचाए जस्तो रेस्ट गराए जस्तो म यो भिडियो बनाइरहेको छु यो हाम्रो एकदम अन्तिम थकाइरहेको सिचुएसन हो एक्सर्साइजै अति नै भइसक्यो तर पनि तपाईँहरूको लागि भनेर एकैछिन टाइम लिएर भिडियो बनाइरहेको छौँ केही भन्दैन न दबाई चाहिँ अलिकति वेस्ट ठिकै छ थकाइ त भयो थकाइ लाग्यो गलेको मात्र हो खासै थकाइ त लागेको छ हेर्नु हामी कति 85 किलोमिटर्स कति प्राकृतिक विस्तार खासै गाह्रो पर्दैन बिस्तारै गर्छ नि कसैले केले छैन क्या बिस्तारै आएको क्या अलिक गाह्रो एक्सर्साइज गरायो भने यस्तो भनेको गाह्रो ठाउँ रुट ल्यायो भने waiting for this for so long Hare Ram Ram Hare Hare चाहिँ चार्ज छ कति छ मेरो त ब्याट्री लो हो 37 छ विकास रिगेन गर्दा अवस्था क्या हुआ तेरा वादा वो कसम वो इरादा भूलेगा दिल इस दिन तुम्हें वो दिन जिंदगी का आखिरी दिन होगा क्या हुआ तेरा वादा वो कसम ठुकै चाहिँ बालक भयो फोटो भिडियो बनाइरहेको छु नाति न केटा हो नाति हामी चाहिँ खोलेको हौँ
हामी चाहिँ यहाँ खोले गाउँबाट तल ठ्याक्क माथि तल खोले गाउँ तल आइपुग्यो थापा गाउँ असभ्य सुशासनको वर्ष होइन यो हामी चाहिँ यहाँ लगभग धुलिखेल पुग्नला अहिले ठ्याक्क कति बज्यो 8 बजेर 11 मिनट भयो हामी चाहिँ यहाँ अब एकछिन ब्रेक वाटर ब्रेक साइकलको सिफ्टिङ ट्युनिङ कुल खोला लिखु त्रिवेणी धाम आउँछ अरे अब अगाडि ठुल्दै चाहिँ नि पेलेर गइसक्यो अगाडि पछाडि छैन विनोदाहरू विनोदा यसलाई कुन ठाउँ भन्छ भाउ यो नुवाकोट त नुवाकोट कुन ठाउँ यो तलाखो हो ए चिसापानी तलाखो भने यही हो ए ए ए चिसापानी तलाखो बाटो हामी चाहिँ तलाखु आइपुग्यो खै केटाहरू त अझै आइपुगेन त सँगसँगै थियो त आज कोराको दिन रमाइलो बडा कार्यालय प्रहरी चौकी पार्टी भन्ज्याङ चिसापानी तयारी छ डेढगाउँको प्रहरी चौकी तलाखु आइपुग्यो केटाहरू ए तल झर्ला फेरि विकास दाई चाहिँ हो क्या खतरा बेल्छ क्या यस्तो बेल्छ विकास दाई आउँदैछ आयो आयो अब अलिकति छ अरे उकालो धेरै उकालो छैन अरे आयो आयो हाइट सनोत ल आयो भान्जा भाउ आयो भान्जा भाउ अझ 15 किलोमिटर उकालो ढामा तर्स्यो जिरी अझ 15 किलोमिटर उकालो ढामा तर्स्यो जिरी हो नि जाउँ अलिक धेरै अलमल नगरौँ ढिला हुन्छ कति बज्यो अहिले 2 बज्यो हो दामी सिन्की यस्तो हो क्या ल भिडियो पनि लिइदिएको छ तपाईँहरू मिलाउनु म उता 7 बिसी को यहाँको तपाईँ हो हेलो ल हामी चाहिँ मेलम्ची बाहुन्ने पार्टी भन्ने ठाउँमा आइपुग्यो है बल्ल यता सिधाबाट गयो भने चाहिँ मेलम्ची हामी चाहिँ यो बाटोबाट आएको भयो अब यताबाट जान्छौँ अब यताबाट 0 किलोमिटर
ओहो आज त एक्सट्रिम भइसक्यो एक्सट्रिम बहुत एक्सट्रिम यता हेर्नु यता मैले देख्दै देखेन क्या मजा आएको छ है वहाँ पुग्यो दुईजना यो नयाँ बस्ती रे यो ठाउँ नयाँ बस्ती रे तर बस्ती चाहिँ एउटै छैन यहाँ खोला चाहिँ खतरा छ ठुलो भयो Monica! Oh my darling. ल क्विक एउटा भोइस ओभरले गरिहालौँ किनकि कस्तो भोइस ओभरले गयो भने अलिकति रमाइलो पनि हुन्छ भिडियोमा हामीले सोचेको चाहिँ 135 किलोमिटर्स भनेर गरेको थियो तर त्यो हिँड्ने पाथ रहेछ सो टोटल हामीले लगभग 165 किलोमिटर्स गऱ्यौँ होइन एकदम च्यालेन्जै हो कोरा भनेको नै च्यालेन्ज हो होइन सो गाह्रो त गाह्रो भयो हामी लगभग 10 o'clockतिर घर पुग्यो होला सबैजना त्यो पनि पानीले पुरै नित्रुक्कै भिजेर जस आनन्दको रिलिफ भयो फर्किने बेला पनि इन्भाइरोमेन्टले चाहिँ एकदमै साथ दिएको हो बेलुका फर्किने बेला पानी चाहिँ जमै पऱ्यो बिहान त्यस्तो परेको थिएन सिमसिमे पानी हो इन्भाइरोमेन्टले एकदम साथ दियो जस थ्याङ्क यू सबैजनालाई